एकैछिन यो भिडियो हेर्नु है त। बाउआमाको डरले मोबाइल नहेर्ने होइन, टिचरहरूले गाली गर्छ भनेर नहेर्ने होइन। तपाईँले अबको 2 वर्ष +2, त्यसपछि ग्रेजुएसन 4 अझ जोडे मैले 6, ल मास्टर्स गर्नुभयो भने 8 वर्ष। यो 8 वर्ष तपाईँले जिन्दगीमा जति राम्रोसँग मेहनत गर्नुहुन्छ, आफूलाई जस्तो डेभलप गर्नुहुन्छ, तपाईँको जिन्दगी त्यस्तै हुनेवाला छ भने यो 8 वर्ष तपाईँहरूले यो भिडियो हेर्नुभयो होला। अनि यो भिडियोले चाहिँ मलाई एकदमै मन छ यो होइन, किनभने एउटा विद्यार्थीले मोबाइललाई भन्दा फोकस चाहिँ पढाइमा दिनुपर्ने कुराहरू जुन शिक्षकले भन्दै हुनुहुन्छ, मलाई चाहिँ एकदमै मन पर्यो। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु नबिर्सनु होला है त।